अब लय अलिकति राम्रो भएर पनि कोही कोही गीत चल्छ नि त होइन ठ्याक्कै सङ्गीत क्या हजुर होइन म्युजिक शब्द मात्रै राम्रो भएर पनि हुँदैन सङ्गीत एरेन्ज अनि मिक्सिङ कसरी गरेको छ अनि गाउनेले कसरी गाइराख्नु भएको छ त्यो पनि हेर्नुपर्छ हामीले राम्रो एकदम सबै मिल्यो भने चाहिँ एकदम राम्रो चल्छ त्यो तिनटै मिल्यो भने चाहिँ राम्रो हुन्छ है एकदम शब्द अब स्वर चाहिँ राम्रो चाहिहाल्यो होइन शब्द स्वर एरेन्ज अनि शब्द मिक्सिङ लास्टमा मिक्सिङ नपादियो अरू सबभन्दा दम चाहिँ शब्दमै जस्तो लाग्छ मलाई शब्द नै भएन सङ्गीत चाहियो कि शब्द नै भएन भने सङ्गीत कसरी फुर्छ शब्द त दम राम्रो चाहियो त्यसपछि सङ्गीतमा चाहिँ त्यो अनुसार क्याची हुनु पऱ्यो कि सुन्दैन डक्टर अलिकति गाउँदा पनि दम आउनु पऱ्यो ओहो फिल आउनु पऱ्यो त्यो सुन्दै हामीले म्युजिकहरू सुन्दाखेरि कुनै कुनै गीत जति बजायो नि वाउ लाग्दैन नि त हजुर टक्क पनि त्यो म्युजिकले त हो नि खाने अनि त्यसपछि शब्दहरूको त्यो मिलाप भएपछि कस्तो राम्रो सुनिन्छ क्या हजुर एकदम गीत राम्रो बन्न भने चाहिँ अनि देवराज हालेको चाहिँ अब